खास समस्या चाहिँ के भएको हो? समस्या चाहिँ यो जनवरी महिनामा लगभग 90% हाराहारीमा इन्डियाबाट ग्यास पुरवठा आयो। त्यहाँ बरौनीको प्लान्टमा केही समस्या आएको, बरौनीको नियमित मर्मतको कार्यले गर्दाखेरि बरौनीको प्लान्टमा समस्या आएको। बरौनी चाहिँ हाम्रो नेपालबाट नजिकको रिफाइनेरी हो, त्यहाँ अलिक छिटो टर्न गर्ने, त्यहाँ डिस्टर्ब भयो। डिस्टर्ब जहिले पनि त्यहाँ डिस्टर्ब भएपछि नेपालमा समस्या आउने एउटा सामान्य प्रक्रिया हो। त्यहाँ डिस्टर्ब भयो, डिस्टर्ब भएपछि अर्को एउटा फ्याक्टर थियो। अर्को फ्याक्टर चाहिँ इन्डियामा अहिले इन्डियामा हरेक 5-5 वर्षमा ट्याङ्करहरू टेन्डरमा जाने गर्छन्। टेन्डरमा जाने क्रममा एउटा टेन्डरमा जाने, अर्को टेन्डरमा आउने बराबर हुन्थ्यो। यसपालि पुरानो टेन्डर क्यान्सल भएन, नयाँ टेन्डर चाहिँ गाडी लियो। त्यसले गर्दाखेरि नेपाल आउने थुप्रै गाडीहरू इन्डियाको आयो, सिधै पढी उता डाइभर्ट भए। त्यसले गर्दा केही ट्याङ्करको मात्रा कम भयो र केही नजिकै रिफाइनेरी बरौनी दुर्गापुरमा हुने लोडिङको स्मुथनेसको अभावले गर्दा पहिले बरौनीमा धेरै गाडी लोडिन्छ, गाडी दुर्गापुर पुर्याउँछ, कोही दुर्गापुर दिन्छ, यता हुन्छ। थोरै गाडी लोडिङ स्मुथ नहुने कारणले गर्दा पनि केही समस्या भनौँ समस्या आयो। तर ग्याससँग ठुलो समस्या भनेको चाहिँ जब ग्यास सर्टेज भन्ने कुरा आउँछ, हल्ला हुन्छ। ग्यास सर्टेज भन्ने बित्तिकै 100%बाट कम हुने हो, 80%, 90% हुने हो। डिमान्ड चाहिँ सर्टेज भयो भनेपछि उनीहरू अहिले सुगर आएर बस्नु खोजेर आफ्नो चिन्ता भइरहेको हुँदैन। उनीहरू 4-5वटा सिलिन्डर हुन्छ, अनि उनीहरूको आफ्नो खपतभन्दा 3-4-5 भन्दा पनि हजुरहरूको जस्तै अहिले हाम्रोमा अहिले प्रधानमन्त्री कार्यालयको हेलो सरकारमा उजुरी नै परेको छ। कीर्तिपुरमा विद्यार्थीहरूसँग एउटा सिलिन्डर हुन्छ, प्रायः सबैसँग नजिक भएको हुनाले पनि होला। एभरेस्ट र सुगमकै सिलिन्डर बढी हुने। उनीहरूले अब यहाँ अर्डर गरेको, पसलमा अर्डर गरेको ग्यास 15 दिन 20 दिनसम्म ग्यास पाएन अरे। अनि डिपोहरू पनि हामीले भिजिट गऱ्यौँ अहिले। त्यो डिपोहरूले के भन्यो भने हामीले 10-15 दिन अगाडि अर्डर गरिसकेको, अहिलेसम्म हामीले ग्यास पाएको छैनौँ। हामीले त्यो विद्यार्थीलाई होस् या अरू उपभोक्तालाई कहाँबाट दिने त ग्यास? स्वाभाविक विद्यार्थीहरू सिलिन्डर हुन्छ, उनीहरूले पाउने कुरा सिलिन्डर जान्छ बजारमा। ग्यास कहिले गर्छन् जसमा अलरेडी घरमा सिलिन्डर हुन्छ उसले लिइहाल्छ, उसले आफ्नो बढी पुऱ्याउँछ। विद्यार्थीको टाइम हुँदैन, के हुँदैन, त्यहाँ पुग्न सकेको हुँदैन। पुग्न सकेको कारणले विद्यार्थी ग्यास नपाए हुन्छ, ग्यास पाउने लगेर 2-3 दिन स्टोर गरेर आएको हुन्छ, जसको कारण विद्यार्थीले पनि पछि पर्ने कारण हुन्छ। त्यसलाई पनि फोकस गरेर हामीले पर्टिकुलर हामीले कीर्तिपुर एरियामा अलिक धेरै विद्यार्थीको बसोबास गर्ने भयो भने हामीले अलिक बढी पाइरहेको दिइरहेको भन्दा पनि अझ बढी मात्रामा हामीले ग्यासको गरिरहेका छौँ। त्यति गर्दा पनि फेरि पनि के छ भन्दाखेरि भिक्टिम विद्यार्थी भइरहेको सिकाएको छु। यसलाई कसरी समाधान गर्नु मैले पनि एक खालको होमवर्क गरिरहेको छु। केही टिपोहरूमा अलिक फोकस गरेर चाहिँ मैले विद्यार्थीहरूलाई पनि दिने गरी हो कि गर्ने हो कि भनेर पनि एक खालको योजना बनाएको छु। तपाईँको मलाई लाग्छ यो हप्ताभित्रमा कीर्तिपुर एरियामा अथवा विद्यार्थी बस्ने अलिक बढी फोकस गरेर त्यसलाई मिनिमाइज गर्ने प्रयत्नमा छु। अहिले हामी आउँदा आउँदै 2टा बुलेट हजुरकोमा अलरेडी थियो, 2टा ग्यास बुलेट नयाँ आयो, 4टा बुलेट। हजुरकोमा दैनिक नियमित कति बुलेट जति आउँछ? मेरो खपत चाहिँ सतत 4-5वटा बुलेट, 5 र 6वटा बुलेट हो।